नानीको फेस रिभिल गरिदिइसके। हाल पैसा कमायो भने तिम्रो छेमा अल्छिनी छि। यो गीत चाहिँ एकदम राम्रो मिठो वाला। गुड आफ्टरनुन साथीहरू, आज नै बिचाबाट ब्लग स्टार्ट गरेको छु अनि वेलकम टु माई युट्युब च्यानल। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज म नानीको फेस रिभिल गरिदिइसकेँ। हेरे नानी नाभियाला बिर्से भर्खरको भयो अनाया। अनि दिदीहरू हिजो आइसक्नु भयो नि, हिजो आउँछु भने त्यसै भयो। अनि आज आइदिएको। अनि आज चाहिँ दिदीको घर यसो अघि नै आएको कि, अनि के गरम ब्लग स्टार्ट यहीँबाट गरिदिएँ। डेली ब्लग बनाउने भनेको यी सपना मात्र भयो। त्यही हो, दिदी उता घर जानु भए अनि ठुलो मम्मी अनि ठुलो बाबा अनया सबले अचम्म पऱ्यो। वालीमा अस्ति फेरि म वालिङ गर्थेँ नि त, कति खुसी भइदिएँ कि खेलाउन पाएको थिएन मैले त्यति बेला। अनि अहिले फेरि खेलाउनु पाएको छ, तर सोल्टिनी त रुइरहेछ मैले लिँदा। हेलो गर्दा छिटो नि छिटो। क्यामेरा मेरो चाहिँ को यसो भने को केटी आएछ हाम्रो घर र मैले कहिले उहाँले मेरो च्यानुलाई रोयो भ्याइ अब यति नै ढाकिदिन्छु कि म सबैको ढाकिदिन्छु जहिले नि त के हो हाल पैसा कमायो भने हाल पैसा कमायो भने भइसकेको के अब कसैले हेर्दैन नि त, बुढाले हेरिसक्यो नि त। यिनीहरू त कस्तो आएमा जहिले नि गाली गर्नु क्यामा काम छैन यिनको यस्तो राम्रो हुन्छ पनि। हामी चाहिँ अब सिधा दिदी घर जानु लाग्यो कि होइन। अनि त्यही भएर सिधा दिदी घर चाहिँ अस्ति जाने भनेको दिदी पनि त्यस्तो नगयो भने म पनि नभए भने भएन। म पनि जान्थेँ, तर त्यसो भ्लग बनाउँथेँ त्यहाँ गएर। अनि ऊ सोल्टिनी फेरि त्यहाँ हेरिछिन्, म बोल्दा हेरिछिन्, मसँग आउन मान्दिनँ। अनया म त यसो पल्टिहाल्छु कि बिस्तारै देखेँ पछि के गर्नु अल्छिनी छु, तिम्रो छेमा अल्छिनी छि। ठुलो छेक्नु भयो अब। यो गीत चाहिँ एकदम राम्रो मिठो वाला। यिनी हो, यिनी बिहा गरेकिन हो छोरी त्यो म फेरि छेमा म सिङ्गल छेमा म अङ्कलको अत्तो पत्तो छैन लुकी खुब यस्तो हो के। उतातिर के भयो भने हजुरहरू सुस्त बोल्ने भएको होइन, सुस्त के बोल्नेहरू त्यहाँ सबै यताउति भइसक्यो। अनि अब म पो अब नौलो मान्छे। अस्ति वालिङ दादा पनि दिए थिए त यसले मलाई। अनि हजुरले खालि सिस्ती नभन्ने, खालि सिस्ती भन्ने। मलाई मन दुख्यो। सोल्टिनु त्यहाँ अब सुत्ने छ। अब फाइबरको मलाई नचिनेर हेर्नु त त्यतिसम्म त केटी। अब आनाया फेरि तल गइसक्यो, किनकि हामी अब आनायालाई फेरि मसँग चाहिँ नचिन्ने मान्छेहरूसँग पनि रुनी हेर्छन् दिने फेरि मलाई चिने त्यसले। एकचोटि वालिङमा अब हजुरले पनि भ्लग हेरिसक्नु भयो होला, अस्ति हो कि हिजोतिर पोस्ट गरेको भ्लग हेरिसक्नु भएको होला कि त्यहाँ चाहिँ थियो कि। होइन त्यति बेला रोइ थिएनन्, त्यति बेला भेला भयो, त्यसले मलाई राम्रोसँग चिन्न पाएन। त्यही बेला आत्तोरीमा थियो सबै। त्यहाँ दिदीले फेरि कपडा हालिदिँदै हुनुहुन्छ। अनि हामी त्यहाँ अब तल जाने, हामी सीता दिदीकोमा जाने हो पाहाडमा। फेरि त्यहाँ ट्रेन त्यस्तै छ। मजा त आयो त्यतै फर्किन्छ यो कि यहीँ थिएँ मोबाइल त बन्दै रहेछ त भयो के जाम हिँड्नु त्यहाँ गएर निदुबुदी गर्नु पर्यो आफ्नो साथीको त। साथीले यो भिडियो हेर्नुभयो भने प्लिज सम्पर्क गर्नु होला पिटी दिदीसँग। मोबाइल नम्बर थाहा छैन, त्यही अब बन्द भयो। अब अनया त्यहाँ तल छ कि अब के हो त बन्द भयो। मलाई फेरि यो बोट खास भने म नजिक खास उता बोट हो यसलाई मैले अघि सोधेको यो बोट देखायो त त्यही भएर हो। यो बोट ख्यालै नगरेको मैले। यो बोट बाहिर भयो भने ठ्याक्क ओन भएको हुन्छ नि त। के भन्छ नि अब हामी आएनलाई अब कपडा किन्न जाने। अन्त कपडा रुचायो भने अरे के अरे, कपडा नरुचायो भने त्यस्तै। त्यही भएर हामी अब चाहिँ आएनालाई नाना किन्न जान्छौँ। किन सिधा दिदी आउनु बाहिर जाने बेबी ल्यान्डमा जाने कि। अनि त्यही हो भिड रहेछ, के गर्नु अब त्यहीँनिर हुसम
कहाँ हो सबै मालुङ्गा चाहिँ छ कि यहाँ त यत्रो त सबै हाम्रो गाउँको मामा घरको किन्नु पुरै ए नमस्ते खै नमस्ते गरेको नमस्ते गर्दैन केले रुन्छ त्यही हो मलाई देखेको होला जसले पनि मलाई देखेर रोको हो होइन रोइसी नि हजुर ओले हो क्या सिर्सा रोग मारेको यस्तो छ नि नोट कसो देख्नु रुन्ची अनि यिनीहरूले फेरि दिदीहरूले फेरि के भने मलाई देखेर रोको मलाई पनि केही मन परेको थियो ल ल के किनिदिनुहुन्छ मलाई किन्दै त ल ल निपो सबै ट्याम्पस किनिदिन्छु भन्नु न बरु ट्याम्पस जुत्ता किनिदिनु नि त नाइ कपडा ट्राई गर्दैछु तर नलाइदिनु एकछिन नानी यहाँ ठुलो मिला बेला भयो हामी कपडा पसलमा हो अट्यो ल अट्यो ल ल रुचाएन ल यो कपडा आमाले म त रुचाएर हुन्छ कपडा छोरीले पनि रुचाउनु पर्यो त कपडा आएन कैन रे उत्तराम देखेको मलाई यो टोपी आएन टोपी तिम्रो टोपी रोयो भ्याइयो म टिका लगाएको छु 24 को त्यही भएर अन्य नानीले गर्दा चाहिँ एउटा टिसु खोज्दै रुचाउनु भएन त बाक्लो रहेछ त्यही भएर नो रुचिङ आएन कि आएनले म फेरि सर होला भने यस्तो कोचको भएछ उता जाने हामी गयौँ है उता पसलमा जाने हो त कपडा पसलमा जाने आएनालाई हेर्नु है आफैले हेर्छु मलाई आफै फर्किन्छु त त्यस्तै छु त मलाई रिग्रेट लागेको आइफोन किनेर उता पाएर जाने हो ल हिँड्नु त यसलाई लिएर हिँड्नु न पहिला सिगान पुसिङ आएन यता हेर त सानो हेरिदिने कि फेरि लौ न भगवान् ल बल्ल भयो सिगान बोकेर यिनीहरूले पठाएको थिएँ अब त्यहाँ हिँड्यौँ अनि कलिङ बजार चाहिँ यो हो क्या यस्तो हल्ला गर्छ कि यहाँ फेरि साउन्ड सुन्ने होइन त्यही माइन्ड नगर्दा यहाँ पनि नानीलाई अट्ने कपडा नआएको त्यही भएर वालिङबाटै तन्का ल्याउन पर्ने हो क्या ठिक्कको लाने हो यत्रो यस्तो यस्तो आर्कोवालामा हो नि त यो लानु भएको थियो त्यसै गर्नु तर यो गरिदिएको थियो एउटा दाबी भएको थियो के भयो के भएन रोदिनु न ए के भएको यो केटी अझै बिसाउँछ अनि फेरि आफैले हो कि त्यो नर्साउने गराउने अनि त्यहाँ फेरि मलाई चढ्नु भन्छ उता हेर्दै छु यता देखाउनु कति यसलाई यसरी होइन के यसलाई लाउने त्यही भयो कति राम्रो देखियो चेक्नु भयो क्या हेर न त त्यही भएर हेर त भन्ने होइन कि बाँकी नै थियो भयो त्यही कान्छी कति यसलाई यहाँबाट लग्यो फुट्यो हेर त एउटा दाँते पछि मैले बुढाले किन आफै फुटेको हिजो त थ्याङ्क यू सो मच काटा किनिदिएकोमा भोलि पर्सि मेरो बुढा लाउने गएपछि लाउनु ल तैँले मलाई कहिले किन्ने के किन्ने होइन कोरिया हो र हङकङ जाम्ला नि अहिले के अरे आएर तेरो भिडियोमा लगे ढाकिदिए कि कपडा घेरेको ल भाइ ल भाइ भोलि आउनु पर्छ कि होइन अनि त्यही हो अब नानी चाहिँ
फर्स्ट टाइम मलाई देखेर होला कि अब अस्ति पनि वालीमा देखेको थिएँ नि त त्यस्तो हाम्रो भेला हुन पाएन त्यो घुलमिल हुन पाएन किनभने बेला अहिले चाहिँ नानीले मलाई देखेर यसो रोइन् किनकि अब यस्तो हो बच्चाहरूलाई नै कुनै मान्छे देखिन्न भने त डराइहाल्छ रोइहाल्छ क्या कुनैको त्यस्तो हुन्छ कुनैको त्यस्तो हुँदैन नि त अनि के भन्छ अरे तल चाहिँ सन्डे त आइसक्यो होइन म सन्डेलाई म्यासेज गर्छु तल आऊ भनेर थिएँ त्यहाँ तल जाने हो अनि त्यहाँबाट हामी भेला हुन्छ अनि आज म चाहिँ हजुर दुःख नमान्नु होइन नरिसाउनु कोही पनि मैले आजलाई यति नै भ्लग एन्ड गर्छु किनकि त्यो हाम्रो पर्सनल कुरा हुन्छ अब त्यहाँ हुन्छ अब के कुरा हुन्छ अब तिमीले म भेटेर चाहिँ हाल्दैन ल आजलाई यति नै बाई